दोलखा अहिले चिरी पुऱ्याइदिन्छु भाइ भाइ दोलखा चिरीकै साइडमा पर्दैन काम मिलेन चिनी राख 19 दिनको आन्दोलनबाट हाम्रो झोला लिएर भाग्ने भाइ यही हो के भयो भाइ कहाँ मैले लिएर भाग्छ त तिमी जसरी बस अनि मैले भन्दा त बस ए भाइ मसँग दुईटा जादु छ है एउटा ओछ्यान मुत्ने जादु एउटा पैसा बनाउने जादु भाइ पैसा बनाउने भाइले कुन जादु सिक्ने हो ओछ्यान मुत्ने जादु हो नि सानो बच्चामा मुत्ने होइन त्यो त जादु होइन नि ल ठिक छ अनि अर्को कुन जादु सिक्ने हो भाइले पैसा बनाउँछ पैसा बनाउने ल यहाँ एउटा जडी राखेको छु यहाँ हामीले जादु गर्नुभन्दा अगाडि 1 महिना अगाडि यो बुटी राख्नु पर्छ यहाँ नत्र हाम्रो मन्त्र लाग्दैन ल भाइ अलिकति हात थाप यो माटो यहाँ राख जति माटो हुन्छ त्यति पैसा बन्छ हेर्नुहोस् ए भाइ के गरे भाइ के गरे माटो राखेको छ यो बढी पैसा बन्छ नि यति यति माटो हालिरहेको होइन भाइ यार यति थोरै हाल नि यसरी यहाँ राख यसरी उठाएर यहाँ यसरी गर भन रगड घस रगड घस रगड घस रगड घस भन लगड गस लगड गस लगड गस लगड गस के भयो के भने लगड गस भने रगड घस भने कहाँ लगेर घस लगेर घस लगेर घस भनिरहेको छ भाइ कस्तो फटा रहेछ भाइ भन चिर्र घुस चिर्र घुस चिर्र घुस चिर्र गस चिर्र गस चिर्र गस के घुस के घुस के पैसा घुस भन पैसा घुस भापोला ल घच्याक भन घपलल घच्याक म पच्याक भन कस्तो म पच्याक भाइको हातमा पैसा आयो आएन हेर त छैन त मेरो मन्तर उल्टो उल्टो लाग्छ कहाँबाट आउँछ मेरो हातमा पैसा आयो एकचोटि ताली पड्काउनुहोस् न सबैले हेर्नुहोस् 1 2 3 आयो त यार आयो आयो कसको मन्तरले मैले पनि भनेछु मेरै मन्तर मैले पनि भने मेरो मन्तर मैले बनाउँछु भाइको मन्तर लागिरहेछ यो जादुले बनाएको होइन यो पैसा फेरि जादुले यसरी पैसा बनाउनु आएकोमा माटोको पैसा बनाउनु आएकोमा मैले राष्ट्रिय ब्याङ्कका पैसा कहाँ पाएँ यो जादु नै हातको सबै कला दिमागको खेल यो 2 रुपियाँ कि कति रुपियाँ हो 2 रुपियाँ हो यसलाई यसरी तन्काउ दुईटा बन्छ के अरे भाइ तन्काको नि यो रबर हो इलास्टिक हो प्लास्टिक हो अनि कहाँ तन्काएर तन्किन्छ यो अनि दुईटा बन्छ भने बनाइदिउँ मेरो हातमा के छ यहाँ ल्याऊ ठु अन्तरु मन्तरु दुईटा बनन्तरु फुक्देऊ भाइ फुक्ने काम नगर अस्ति मैले एउटालाई फुक्नु भनेको कहाँ स्वयम्भूमा एउटाले यति फुक्दिएको थिएँ भन भनेको तिमीले चुरफुर गुस टुसफुस भन कहाँ चोर 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 अरे मसान आइज मलाई लैजा ए सरी यो पैसालाई लैजा चिर्रे घोस घपलालाई घच्याक भन्देऊ यस्तै हातले त गर यहाँ कति रुपियाँ छ 2 रुपियाँ छ चलाकी पक्रिने मान्छेलाई एउटा चिसो खुवाइदिन्छु दाइ धेरै त सक्दिनँ गरिबको बच्चा यहाँ आएर भाइ मेरो झोलामा यहाँ हातमा यहाँ एउटा झोलामा एउटा कुरो सुन्नुहोस् यो झोलामा एउटा जडी थियो म जडी यहाँ हेर्नुहोस् कहिले काहीँ बिर्स हात खाली छ भाइ हो भाइ यहाँ कति रुपियाँ छ 2 रुपियाँ यो के हो चिर्रे घोस 2 रुपियाँ हाल्यो त्यहाँ 4 रुपियाँ बन्छ भाइ हालिसके त बनिहाल्छ के हाल्यो पैसा हाल्यो कहाँ हाल्यो हातमा अलिकति माटो टिपेर हाल्यो पैसा हाल्यो यी एउटा मात्रै छ हेर्नु हालेको हो हालिसक्यो त अनि खोइ छैन भाइ त्यो हातमा छ नि त आएर हेर्नुहोस् न छैन ए चेपेको छ अरे त्यो हातमा खोइ कहाँ हाले भाइ बस ए च्यान्टीको बोय हल्ला नला जहाँबाट आएको छ त्यही छिराइदिन्छु फेरि 9 महिना लाग्छ बस चलाएर मलाई बल्ल बल्ल काठमाडौँ हेर्नु भएको बस ए भाइ बस हाले छैन पहिले दिउँसो हाल्यो भन्छ अनि हाले थियो त नि के भन्नु हालेन भने छिराए भन है भाइ लौ फु चिर्र घोस आइज लै फेरि हाले कहाँ हाल्यो हालेकै छैन हाले भन्दै अनि हाले थियो त अनि के भन्नु बस मैले हाल नभन होइन बस छिराएन ए भगवान् अहिले बस्छ नि मान्छे कि कार्टुन ए भाइ तिम्रो नाम के भनेको अरे मिलन मेरो नाम थाहा छ के हो नाम रमेश गिरी घर दाङ देउखुरी हिँड्छु फेरि सबले एकदम मलाई पैसा दिनु ए भाइ हजुर तिमीलाई जादु मन्त्र आउँछ कि आउँदैन भात खान आउँछ कि आउँदैन त्यो त जल्लाई नै हाल्छ जल्लाई पनि आउँछ ठिक छ भाइ यो साइलो बाजेको दाना हो
यो पैसा हेर त कति रुपियाँ अरे 2 रुपियाँ फुक्देऊ 3.5 पल्ट बनेन फेरि यसरी पल्टाउँछ आइज भन्छु है यो पैसा यहाँ ल्याऊ छट दुईटा बनाइदिए तर दुईटा बनाउँछु मेरो जादु त हेर्नु होला तर चोर पकेट मारेरदेखि पनि सावधान हुनु होला है यस्तो भिडमा चोर पकेट मार तपाईँको पछाडिबाट पस मोबाइल तानिदिनु सक्ला तर चोरहरूदेखि सावधान है हामी एउटा कला गरेर खाने मान्छे पुग्देऊ यसरी माटो उठायो यो कति रुपियाँ हो 2 रुपियाँ हो यसरी गऱ्यो हट गऱ्यो दुईटा भन्छ ताली पड्काउनु सेकबाट जसले गाह्रो मान्छ आयो मसन किन उभिएछ त ल यसलाई फेरि तन्काएर दुईटा बनाइदियो छिटो ए भाइ पैसा यहाँ छ के यहाँ राखेको छु तल कहाँ हेरिरहेको यहाँ पुग्देऊ अब हेर्नुहोस् यो अब 1000 को नोट बनाउँछु चिर घोष 1000 को नोट बनाइदिउँ भाइ हुन्छ यहाँ कति रुपियाँ हो 2 रुपियाँ हो पक्का हो ताली पल्टाउनु पुग्देऊ भन चल्यो भने खा के गरे त्यो अब आएन थुक लगाइदिएछु हामीले पैसा खाइदियो कहाँ हालिदिएको त के गरे त्यो कामुकमा हाल्दै त मेरो पैसाले कहाँबाट दिन्छ अब मैले भक्कट दुईटा बनाइदियो एउटा पैसा लम्बे खाइदियो अनि आफै पाउँछ त अनि कसो पेटो किन्दै केटो भाइ मेरै पेट हो नि त मेरो भात खाएको थिएन खाथ्यो अनि किन पैसा खाइदिएर कस्तो आफैले गर्छ ए भाइ घरमा को छ मम्मी ड्याडी दाइ दिदी बुढी छ कि छैन बिहे गरे छ कि छैन चिन्ता नगर आरे घाटमा भुतेनीसँग बिहे गरिदिन्छु मैले कहिले भुतेनीसँग बिहे गरेछ तिमीले पैसा खाए म निकाल्दिम यहाँ फाल्देऊ त्यो पैसा यो कति रुपियाँ हो 2 रुपियाँ हो भन काली काली महाकाली काली काली महाकाली तिम्रो बुढी मेरो साली तिम्रो बुढी मेरो साली कसको बुढी कसको साली तपाईँको बुढी मेरो साली मेरो बुढी अरे मेरो उसको साली अरे अनि कसको भन्ने त अनि मैले मेरो गाडु भाइ सरी साडु भाइ यो कति रुपियाँ हो 2 रुपियाँ ल हात थाप भने हात थाप यो 2 रुपियाँलाई 1000 को नोट बनाइदिए ल भने ल भाइ यो 2 रुपियाँ समातिरहेको म 1000 को नोट बनाइदिन्छु है बस यहाँ बस यसरी 2 रुपियाँको कोइन समात ओइ यो फलन फाला नि भाइ कहाँ अब 2 रुपियाँ आयो हैन यहाँ बस यो फालो त्यो 2 रुपियाँ यहाँ राख्नु त्यो यसो समातिरहेको कहाँबाट त तिमी त कहाँबाट सामान भन्ने त छ के भयो खोइ त 2 रुपियाँ नि अन्त किन फलन दिएर मलाई फलाइरहेको छ अनि फलामे आयो त्यो अनि यो सबैको अगाडि 2 रुपियाँ डलर दिए हैन मैले भाइ छैन ओ भाइ लाउ पैसा मेरो पैसा कहाँबाट दिने भनेको भर्खर 2 रुपियाँ मैले यो भाइको हातमा हेर्नुहोस् दाइ मैले फुकेर देखेँ भाइले फलामे बाटो रहेछ अगाडि चिज मलाई दिएर पैसा आफूले राख्ने राष्ट्र दाइ तपाईँको 2 रुपियाँले हो मलाई चिर्र घोष भन चिर्र घोष हो भन हो छो छो अरे खा ए भाइ के गर्यो यो भाइ के गर्छ यार तपाईँ त छ्या मान्छे त लास हराइछ अब निस्क्यो भने निस्क्यो निस्केन भने हग्नु गयो भने त्यही अड्किन्छ किन गरे त त्यस्तो यार त यार जाऊ घर जाऊ भोलि आऊ कहाँ जाउँ अब अहिले निकाल्ने अहिले निकाल्छु उता बस आइकिन रुनु लाग्यो अनि कहाँ त्यो सबै हातमाथि गर अलि माथि गर अलि खुट्टा तल गर खुट्टा तलै त छ नि माथि भने भोट ए भोट मेरो नाकमा मोट चोर पकेट बारदेखि सावधान है दाजु दिदीहरू भाइ पैसा गएको थाहा पायो फलम गएको थाहा पायो थाहा पाएन उठ त हेरौँ ए आमा छोरो भित्र गएर पैसा र फलम गरेर ठिर्लिङ गर्दैछ यसको नाम हो हजम गली भाइ यसको हजमलाई क्यान्डी चक्लेट खाएको चिजलाई पचाउँछ खायो पिया पेचायो खुज्दै हुआ फु समात मुखमा हाल भाइ कहाँ हाल्छ त यो म छिराइदिउँ यो हल्लाएर हेर भाइ केही छ यसमा छैन के गरे कानमा हल्लाएर सुनेर के यसो गरिरह भाइ बसिरह यो के हो बोलो बोलो कहीँबाट पल छ छैन पैसा छ अघिको फलम छ आ गर
लुकाएको छैन ठिक छ अरे बोल उडिहाल मेरो हातमा म उडाउँछु सबैलाई देखाउँछु हिजो उडाएको कहाँ उडाएको भाइ मैले उडाएको एकछिन भाइ यो रुमाल हेर भाइ यो रुमाल हेर भाइ यो रेखा थापा आन्टीले दिनुभएको कुन रेखा थापा भनेको फिल्मको नायिका होइन के मेरो लभर रेखा थापा भनेको रोल्पाको भनिरहेको छु तिमी यहाँ काठमाडौँको कुरो गर्छौ हेर भाइ 4 वर्ष भयो यो रुमाल नधोको यसमा मैले कोब्रा सेन्ट हालेको छु है यति मिठो बास्ना आउँछ कि सुङ त भाइ के भयो गनाइरहेछ अनि मलाई के थाहा त रेखा थापाले के पुछेर दियो भने कोब्रा सेन्ट हालेर काम बोला पसिना पुछे थियो होला चल हुजुम कना बाम कना अगाडि चिलाए पछाडि कना के भनेको थियो यो मन्त्र लगाए के भनेको आई टाउको छामेर हेर छ कि छैन टाउको के रे टाउको छाम भन्छ आँखा छ कि छैन यसको टाउको छामेर हेर अनि कहाँ मेरो टाउको यसो छामिरहेको अनि टाउको भन्छ टाउको छामे नि यसो भन्नु पर्ने हैन यो यहाँ बोल छ कि छैन छामेर हेर छ पक्का हो ल ठिक छ च्याप्पै समात ल हेर्नुहोस् ए भाइ नपटाएर न बोलो बोलो हेर्दै हुँदैन क्या बोलो बोलो हेर्दै हुँदैन समातेर पटार्ने बानी पऱ्यो अरे चाहिँ भाइ हेरेको मजाले हो नि मजाले ल भाइ लाज नमान्नु एक भन्छु ठाडो पार्दियो है भाइ के ठाडो पार्दियो अरे यसलाई यसरी ठाडो पार्ने भनेको सिधा सिधा गर्ने अब ठाडो भाषा नेपाली हो ठाडै भाषा पार्दियो भने 2 भन्छु भाइ फुक्दिने 3 भन्छु मुद्दिने सरी एक भन्छु ठाडो पार्ने 2 भन्छु फुक्ने 3 भन्छु पोल च्याप्पै समात्ने त्यो पोल ल्याएर यसको टाउकोमा राख्ने यो जिउँदो बनेर तिम्रो नाकमा टोक्छ चाकमा टिका पाल पार्छ मजा गरे 3 भन्छु ताली पड्काउनु होला है ए बाबु हल्ला नगर है अलिकति 50 ग्राम जानु अझ 50 ग्राम हल्का अलिकति पाउडर धेरै उडे म कोरो हुनु लाग्यो के काठमाडौँमा बस क्यान्डीको भाइ अरे पैसा र त्यो फलम निकाल्ने होइन अनि त्यही त गर ननिकाल्ने भए म घर जान्छु बरु निकाल्नु अनि कहाँ यहाँ हानेको मजा गरे एक के गर्नु भन त्यो 2 ल पोल भाइ अहिले मुठी नखोल्नु है मैले भनेपछि यो पोल समात दुईटा थाप छोडा न छोडा यो दुईटा थाप च्याप्पै मुठी पारिराख यो रुमाल खाली छ हेर्नुहोस् यो रुमालमा केही छैन भाइ त्यो पोल यहाँ राख्दियो कहाँबाट राख्ने हो अब मैले यहाँ बस यहाँ बस अघि जुन सुन्तला कलरको पहिलो टिटी बोल थियो नि टेबल टेनिस बोल हो त्यो बोल त्यसको टाउकोमा छाएर राख्दो रुमालबाट समातेको अनि कहाँबाट राख्दा हात थापे आएन त के भयो हात थापे आएन पैसा गाई पार्छ बोलै गाई पार्छ के पारा हो भाइ अब के थाहा छ थापेको आएन त अनि मैले आएन ज्याकेटतिर हेर त गोजीतिर हेर त भेट्यो प्यान्ट खोलेर टकटकाउ त भाइले मोबाइल ल्याएको छ कस्तो मोबाइल हेरौँ त ए फिल्म बनाउनु ला ठिक छ अहिले कि ओरिजिनल मोबाइल यहाँ छ आरे घाटबाट ल्याएको हड्डी कम्पनीको मोबाइल हो कस्तो मोबाइल हो त नि मलाई के थाहा कसको मोबाइल मैले आरे घाटमा थियो टिपेर ल्याए बस्नु न भाइ सिम कार्ड टावर केही चाहिँदैन फेरि सेवा नम्बर सुन्नियो मेरो हजुर साथीहरू तपाईँहरू पनि मेरो नम्बर सुन्नुहोस् मेरो नम्बर 98414000 कल गरोस् म घरमा हुन्न अनि किन कल गर्ने त अनि माछा पोखरी काठमाडौँमा हुन्छ नि कहाँबाट घरमा हुन्छ कस्तो कुरो गर्छ है स्क्रिन टच हो भाइ है नम्बर देखिँदैन गलत पलत पुनुत ल्यास मेस ठ्यास आज यो भाइ ख्यास कस्तो ख्यास ख्यास यस्तो नम्बर हुन्छ त अरे नम्बर डायल गरेको यार भाइ अनि कस्तो नम्बर हो त अनि ख्यास ख्यास नम्बर हुन्छ हेलो हजुर चाहिँ नेपाल आरे घाट कहाँ हो पशुपति भस्मेश्वर कम्पनी हो मान्छे बोल्ने ठाउँ मलाई बौला भयो भन्छ यार यो मान्छे कस्तो साइको रहेछ यार कुरो गर्ने यार भाइ लौ कानमा राख कानमा राख न
भन हेलो हेलो को बोलेको भन को बोलेको आफै बोलिरहेछ को बोले अघि मलाई पागल भन्थे आफै पागल भइरहेको होइन भाइ मजा गरेको है भाइ उठाउ न मजा गरेको यार हल्का हँसाको हेलो दर्शक मेरो जादु खेल कला हेर्नु होला जादु होइन यो खेल कला बुझ्नेलाई कला नबुझ्नेलाई चाहिँ जादु हो तर पछाडिबाट चोर पकेट मारहरू पनि सावधान पछाडिबाट तपाईँको चोरहरूले पकेट मारिदिनु सक्छ मोबाइल झिक्दिनु सक्छ आसुस मेरो कला हेर्नुहोस् तर आफ्नो गोजीहरूमा पनि ध्यान दिइराख्नु होला झोलातिर ध्यान दिइराख्नु होला है मतिर मात्रै ध्यान नदिनु होला ल भाइ कानमा लगाऊ भन हेलो हेलो कहाँ पर्यो भनेर सोध कहाँ पर्यो कानमा घुमाऊ भाइ कानमा यता के यता मेरो कानमा घुमाए बोल्छ कहाँ आफ्नो कानमा घुमाए यता अब कानमा तिम्रो कानमा सुन भन हेलो हेलो को बोले ए सरी कहाँ पर्यो भनेर सोध कहाँ पर्यो कस्तो मान्छे यार यो यसको डिस्प्ले गयो भने केही पनि त पाउँदैन नि भाइ यार बोल्दो रहेछ त अहिले त के भयो अहिले त बोल्दो रहेछ त के भन्छ आरे घाट पर्यो रे ए भाइ इटली अस्ट्रेलिया पर्यो भन्छ यसले आरे घाट पर्यो भन्छ अनि आर्य घाटको मोबाइल हो आर्य घाट कम्पनी हो यसको आर्य घाट त जान्ने हो यार अमेरिका पर्दैन भाइ समात कानमा राख अलिकति यता हल्का पछाडि जानुहोस् न अनि हेलो हेलो आर्य घाटबाट को बोलेको आरे घाटबाट को बोलेको के भन्छ को बोल्यो भन्छ भाइको बाउका छ घरमा के आर्य घाटमा कानमा राख अनि ओइ मसान ए मसान अघिको बोल खोइ अहिको बल खोइ घुडीभित्र गयो के भन्छ घुडीभित्र गयो घुडीभित्र गयो गयो अब तिमी अब त्यो बोल र पैसा निस्क्यो भने निस्क्यो निस्केन भने 28 दिनसम्म हग्ने मुत्ने बन्द हुन्छ निकाल्दिम ल भाइ हातमाथि गर हातमाथि गरेर पेट फुल्लाइदेऊ ल हेर्नुहोस् के गरे भाइ पेट फुलाएको नि गाई लाज लाग्दैन यत्रो दिनमा अब पेट फुलाउँदा लाज लाग्छ त तिमीलाई पेट फुलाऊ भने कहाँ अर्कै फुल्लाइरहेको अनि पेट यत्रो त कसरी फुलाउने ए सरी हातमाथि गर दुईटै पेट कसको मेरो तिम्रो हो पक्का हो कति महिनाको 9 महिना ओ गोब्रेको झन् पैसा हेर्नुपर्छ दाइ ए पाँच गर्दैछ भाइ निकाल्दिउँ अब निकाल्दिनु जादुले के आइडियाले तपाईँको जादुले छिर्ने रहेछ आइडिया एउटा कुरो सुन त तिमी भाले हो कि पोथी भाल्यो अन्त भाले हो स्यालको कि कुखुराको मान्छेको नि मान्छेको भाले चिनिराख्नु तपाईँहरूलाई बेलामा काम लाग्छ है यो भाले काम लाग्छ भन्छ म तरुनीको भाले हो भाइ कहिले अन्डा पारेछौ पारे छैन अनि कहाँ मैले अन्डा पार्छ त तपाईँहरू अन्डा पारेको हेर्ने हो सबले भने हेर्ने हो ताली पठाउँछ यता फर्केर यस्तो गर्दै मैले अन्डा पार्ने मैले पार्ने बोल कसको भुँडीभित्र छ मेरो तिम्रो निकाल्नु पर्छ बाइक त पाल पर्दैन नि त घरमा पनि कुखुराको अन्डा चोरेर खाइदिन्छ झन् मान्छेको अन्डै देख्नु सकेन उता भाइ उता उता यता फर्केन भाइ यार के हात थाप्छ त दाइ को मलाई थाहा छैन अन्डा फेरि साइको हो यो लौ मसान यति छिराइदिन्छु दाइ हेर्नुहोस् काट्यो छिराउँछ मजाक गरेको यो झोला हो भाइ हाताल सर्प छैन भाइ झोलामा केही छ झोलामा केही छ हेर्नु झोलामा केही छैन त्यत्तिकै हातिन्छ अनि के फिर्न जस्तो के गरेर भाइ यसो गर यसो गर्ने भाइ किन भन्छु भाइ कुकुरी कहाँ गर है सेन्टरबाट बाइक त पाल पर्दैन उता हेर न किन भन्छु पात्ने काम नगर है भाइ पाच्दैन त के छ झोला छैन है आँखामा छैन 1 2 3 आयो के भयो भाइ परेन झोलामा केही थियो यता हो भाइ मजा आयो ए पैसा आएन है
अघि पैसा र फलम खाएको थियो नि यत्रो त्यो आएन अब निकाल्नु पर्यो 1 2 3 भन्छु त्यो क्यामेराभित्र यो बोल छिर्छ यहाँ यहाँसम्म त छामा केही छ छाम्यौ मजा आयो 1 2 3 भन्छु भाइ ऊ त्यो मोबाइलको भित्र छिराइदिन्छ यता आउन तिमी यार मलाई हेर्नु देऊ यहाँ छिराइसके त अनि 1 2 3 गइहाल्छ यहाँ छिरिसके त अनि कहाँ जान्छ त यी झोला खाली हेर यी झोलामा केही छैन यहाँ छिराइसके अनि खाली हुन्छ त अरे छैन के भाइ यहाँ हेर न यहाँ हातमा छ त कहाँ हेर्नुहोस् न हातमा छ यहाँ छ कता यता भने ए यो अघि बाइक चलाउँदा ठोकेर यस्तो भयो अघिसम्म ठिक थियो यता हो भाइ यता हो हातै छ त अब जय शिव शम्भो कैलाशपति भन जय शिव शम्भो कैलाशपति मरेपछि यत्रै सिद्धि मरे कहाँ मरेपछि यो बोल समात बोल समात भने कहाँ अर्का हेरेको नि हेर्नु यो बोल कहाँ गयो यो भाइको नाकको पालबाट निकाल्नु पर्छ अब कसै हाई निकाल्दिन ल निकाल्दे यो के हो रबर हो यो मरेको ए पक्का हैन रबर के तन्किँदा त्यस्तो बोल यसको मुखबाट आउँछ ल यो जिउँदो बनेर आउँछ ल कहिले जिउँदो बनाइ हेरेछ हैन समात यसलाई यसको टाउको नाकको टुप्पोमा राख म जिउँदो बनाइदिन्छु नाकको टुप्पो राख्यो भने मेरो यो चेप्टो नाकमा तिमीले झन् चेप्टो बनाउनु खोज्या आफ्नो नाकमा राख न भाइ केही हुँदैन अनि रबर ए रबर मलाई टोक मलाई टोक भन्छ त अनि यो रबरले कहिले टोक्छ अब टोक्दैन अब के थाहा त भन न मलाई टोक मलाई टोक म डराउँदिन म डराउँदिन म लड्छु म लड्छु तमाथि तमाथि म मुनि म कहाँ म हुँदैन बस भाइ यसै सिधा समात है बसिद 3 भन्छु भाइ यसलाई माथि फालिदिने है हल्का अन्तरु मन्तरु एकैछिनको लागि हो 1 2 3 माथि फालिदियो अलि माथि फालेन ल त के गरे यो के भयो यो टास्यो त अनि अब ओ त यो खोल्दिन यार अब कहाँ तन्काइराखेको अनि यो टास्यो त अनि के गर्ने मैले के भयो यो टास्यो भने यसो गर त हो यस्तो गर्दै गर्दै घर जाऊ कलकत्ता लाथ्यो थिएन कम लाथ्यो थिएन। ए हुल्लु गुल्लुले टास्यो अघिसम्म ठिकै थियो हाँ? अघिसम्म ठिक थियो हात कसको मेरो समाते कसले मैले। मैले यत्रो कहिले फल्दा मसान दुईटा छट हेर त आयो आयो यसरी हल्लाउ त हल्लाउँदै हल्लाउँदै घर जाऊ हुन्न मेरो गुरुले के भन्नुभएको छ भने केही गडबड भयो भने नाकमा 1 2 3 गरेर पनि चट्टे खुल्छ भन्नुभएको छ हो र 1 2 3 बजायो के गर्ने बजायो के बनायो भाइ यो फेरि टास्यो त के पाएको छैन यो टास्यो त अनि टास्यो भने मसान ए बसर मजाक नगर बजार नगर नाक खोल्दै नाक खोल्दे खुट्टा टाल्दै खुट्टा टाल्दे ए मसान खोल्दै छट अब यो खोल्दिन बस भाइ मुमौटी गरिदिनु र लित्तलले नुगारौँला नि फेरि सरेर मैले भनेपछि यहाँ राख्ने भाइ तिमी केटा हो कि केटी हो केटा हो पक्का हो छोरा कि छोरी हो छोरा लड्का कि लड्की लड्का हामी कि महिला महिला आफै महिला भन्छु अनि कहाँ दुईटा एउटा सोना त भाइ केटा हो केटा छोरा हो छोरा पक्का हो छोरा भने केही सबुत छ छ के छ कहाँ के छ नि अब के छ त टोइलेटमा ओ, कहाँ टोइलेटमा छ? यो जुम्मेदारी छ भन्नु सक्दैन भाइ बस यहाँ खोलिदिन्छु छट यार म त जान्छु ओ मसान यो मान्छे गयो भने यो भाइको तलको आलुबारी गाई पार्ने मेरो पैसा निकाल्नु परेन कलम निकाल्नु परेन अनि त्यो रबर उठाऊ अनि कहाँ यस्तो नटास्किनु टाँस्दैन बस हल्का ट्राई गऱ्यो केही हुन्छ कि हुँदैन भनेर यो झोलामा हात हाल साँप छैन भाइ यो आरे घाटबाट ल्याएको बालुवा हो यो रबरलाई यहाँ हाल्दै यहीँसम्म जिउँदो भन्छ है टोक्ने खाले है टोकेपछि खुत्रुके मर्ने टोके मेरो जिम्मा भाइ टोकेर मर्यो तिम्रै जिम्मा कहाँ हुन्छ त्यस्तो त तपाईँकै हुनुपर्छ ल ठिक छ
समाज जादु होइन हात गल्यो कि अब म यो झोलालाई हल्लाउँछु दाइ तर तिन भन्दाखेरि सबले ताली पड्काउनु होला है ल बस भाइ हेलो बस न बस ल निकाल्दिउँ ओइ स्नेक कोब्रा फुटाल दे खोब्रा काट्ला अब दिनौलो चौडो टोक्ने बित्तिकै छुत्रुकै यताको हल्का मान्छे दुईजना अगाडि बस्दिनुहोस् त पछाडिको मान्छेलाई हेर्न दिनुहोस् जन्मेर आएको माटो म मरिरहेको माटोमा हामी यही नेपालमा जन्मेको यही कृषिमा यही माटोमा जन्मेको हाम्रै भूमिमा हाम्रै नेपालमा बसेर जुन मान्छौँ भनेको मान्छे यो ठाउँमा बाँचेर काम छैन हामी एउटा नेपाली एउटा मेरो खेल कला हो जादु होइन जादु हुँदैन दाइ हामीले जुन यो कला गर्छौँ नि कतिले त रमाइलो मान्नुहुन्छ भने कति मान्छेले जलन पनि गरिरहेको छ मेरो पेसामा मात्रै न हरेको पेसामा अहिले भिडेनले गीत गाउँछ भिडेनको गीतमा पनि कतिले गाली गरिरहेको छ जल्ने बेला जल्दै गर्छ है खरानी हुँदै जान्छ म जल्दै जान्छु त्यही बात है भाइ यो जिउँदो बन्छ ओके भन्ने नडरो है के रोक्यो भने त डर लास्टमा म सबैलाई पठाउने बेलामा नि तिमीलाई केटी बनाएर पठाइदिन्छु 2-4 वर्षपछि केटा पनि हाल्छ हुँदैन ल ठिक छ मान्छे हुँदैन एकैछिनको लागि एउटा न एउटा केही बनाइदिनुपर्छ तर एउटा कुरो है एकछिन सबले बाँधेको हात पर्दैन तपाईँले हात बाँध तर मेरो जादु हेर्नु होला चोर पकेट मारे पनि पछाडिबाट तपाईँहरूको गोजीबाट पैसा तानिदिनु सक्छ है चोरहरूसँग पनि सावधान हुनु होला है चोर पकेट मार्देखि सावधान हुनु होला चोरहरूले तपाईँको गोजीमा हात हाल्नु सक्छ मतिर मात्रै ध्यान नदिनुहोस् आफ्नो गोजीतिर पनि ध्यान दिनु होला हात जोड्छु केही गल्ती हुन्छ माफ गर्नु होला मेरो खेल खोला हेर्नुहोस् म कराउँछु आफ्नो करको लागि तपाईँ हेर्नुहुन्छ आफ्नो रहरको लागि है गला भएन भने मान्छेलाई बाँच्नु गाह्रो हुन्छ जो मान्छे हाँस्नु जान्दैन त्यो मान्छे जिन्दगीभरि बाँच्नु जान्दैन अरूको कुरो काटेर खुट्टा तान्ने मान्छे हुन्छ नि त्यो मान्छे जिन्दगीमा अगाडि बढ्दैन खाल्टोको खाल्टैमा हुन्छ तर त्यो गर्नु हुँदैन तर हातमा बाँधिदिनु होला है तर हात जोड्छु यो बोल उडाउने पैसा बनाउने त्यो हातको कला थियो अब बाबु एकछिन है नम्बर एकछिन है दिदी हेलो दिदीहरू एकैछिन हल्ला नगरिदिन्छ दिदीहरू तर एकैछिन कसैले पनि बाहिरबाट ढुङ्गा नहानिदिनु होला कोही मान्छेले पनि मजाक नगरिदिनु होला घमण्डी गर्नुहुन्छ भने मसँग गर्नु होला मेरो खेलसँग नगरिदिनु होला हो ए मर्दै क्या करता है एकछिन बन्द करता है यहाँ ल्याउ भाइ त्यो झोला तिमी टाउको तिमी समात्दै पुच्छरमा है टोक्दैन भाइ चुप्पा मात्रै खान्छ तर एउटा कुरो अघि हँसी मजाको खेलमा जति रमाइलो जति हँसा जति मजा गऱ्यो भने केही फरक पर्दैन यो मसानको खेलमा र इन्द्रजालको खेलमा कसैले बोल्थ्यो र हात बाँधिदियो मेरो खेल बिग्रिन्छ कोही मान्छे बाहिरबाट भित्र आइदिनु भयो भने मेरो खेल बिग्रिन्छ तर हात जोड्छु तर 2 मिनटको लागि कोही मान्छेले चालचुल नगरिदिनु भयो 2 मिनटको लागि है इन्द्रजाल खोल्नु सक्यो भने म जस्तो पनि कलाकार जादुगर पनि बन्न सक्छ म भन्दा फिल्मर पनि बन्न सक्छ इन्द्रजाल खोल्नु सकेन भने बाइचान्स पागल भएर नाङ्गी भएर बाटोमा कुदिन्छ जाने इन्द्रजाल नजाने आफ्नै ठुलो काम इन्द्रजालको खेल हेर्नु होला म देखाउँछु 3 मन्चु सबले ताली पड्काउनु होला मेरो नाम होइन आफ्नो भगवान र देउताको नाम चलवान चलन काटिले प्रमोसन लगासी बहुकुलासी गर्दै सुरु सकेन सिबान तबान धारबान खोरबान चल्दै पनि सबै वस्तुना 2-4 मिनेटको लागि कसैले पनि मजा घमण्डी नगर्दिनु होला आँखा छोपेर बस्दिनु होला घमण्डी नगर्नु होला है सरी आँखा छोप्नु पर्दैन त्यति है तर हात चाहिँ नबाँध्नु 1 2 यहाँ मेरो मन्त्रमा 3 ताली बजाउनु सेट गर्छ हेलो बस्नु आई बस्यो ताली बजाउनु सेट गर्छ ताली बजाउनु मैले पहिले भनिरहेको छु हातमा बाँध्नु चालचुल नगर्नुहोस् भनेको केही न केही हुन्छ भनेको तर मन्त्र यता हानेको मन्त्र पढेर भाइ माथि लाग्यो किनभने मैले 1-2 जनालाई मैले एक दुई जनालाई होइन सबैलाई भनेको थिएँ एकैछिन हातमा बाँध्नुहोस् ठाउँको माटो नछोड्नुहोस् चालचुल नगरिदिनुहोस् भनेको कति समझदार बुद्धिमानले बुझिदिनु भयो तर 2-3 जनाले कुरो बुझेर पनि मजाक गरिदिनु भयो हात बाँधिदिनु भयो गइदिनु भयो तर कति मान्छे